फिल्डमा जान लागेको एक ठाउँमा चाहिँ गाई उठ्न सकेको अवस्था छैन अरे। त्यही भएर हामी चाहिँ काउ लिफ्टिङ लिएर चाहिँ फिल्डमा जान लाग्छौँ। हेलो गाइज, स्वागत छ तपाईँहरूलाई मेरो आजको भ्लगमा। हामी चाहिँ बिहान दुईजना साथी मिलेर नास्ता हान्दैछौँ। फ्रुटी के भन्छ, चिप्स नै भनौँ यसलाई, सुनपापडी है, मिलेर सँगै दुईजना फोन चलाउँदै टाइम पास गरिरहेछौँ बिहान बिहान। हामी चाहिँ रूपाकोटको यो फेदीको चौर भन्छ, यसको चौतारामा बसिरहेछौँ। 2000 years later. हाम्रो चाहिँ बिहानको कार्यक्रम सकियो गाइज है। अब चाहिँ भेटनरी अफिस जानुपर्ने हुन्छ दिउँसो, किनभने मेरो चाहिँ भेटनरीको ओजिटी सुरु भएको छ। ट्याक्क 9 बजेबाट 5 बजीसम्म बस्नुपर्ने हुन्छ। अब घर खाना खाने, लुगासुगा लाउने, अनि लाग्ने हो भेटनरी अफिसतिर। अनि के कस्तो हुन्छ त्यहाँको सानो क्लिपहरू देखाउँला है। हाम्रो चाहिँ यो रूपाकोट फेदीको चौर भन्छ यसलाई। यहाँको भ्यू चाहिँ यस्तो खालको छ होइन। ऊ त्यो देखेको चाहिँ हाम्रो पञ्चमन्दिर भन्छ रूपाकोटको। यो चाहिँ घर जान लाग्यो। यो देखेको बाटो चाहिँ रूपाकोट एग्रो फर्मतिर जाने बाटो, अनि मेरो घर जाने बाटो चाहिँ ठ्याक्कै यो पोलको तलबाट जाने हो। 2000 years later. गाइस घर आइपुगेँ है। यो चाहिँ मेरो घर, अनि म चाहिँ यहाँबाट आएको। म चाहिँ खाना खाएर ट्याक्क रेडी भएँ भेटनरी अफिस जानलाई। अब म निस्किन्छु। 2000 years later. म चाहिँ फाइनली गाइज भेटनरी अफिस आइपुगेँ। अब यहाँ के कसो काम गरिन्छ हेर्दै गर्नु होला, सानो क्लिपमा देखाउँछु म। त्यो चाहिँ 7 नम्बर वडा सुन्दरबजार नगरपालिकाको यो कृषिको अफिस, अनि यो चाहिँ हाम्रो भेटनरी अफिस। फिल्डमा जान लागेको एक ठाउँमा चाहिँ गाई उठ्न सकेको अवस्था छैन अरे। त्यही भएर हामी चाहिँ काउ लिफ्टिङ लिएर चाहिँ फिल्डमा जान लाग्छौँ। के कस्तो हुन्छ देखाउँछौँ त्यहीँ गएर। काउ लिफ्टिङ चाहिँ के हो, एसएमएल गर्न बाँकी छ घर र धर्दैन होला। ठाउँमा जाँदैछौँ सरहरूसँग। एउटा गाई उठ्न सकेन अरे, त्यसको लागि चाहिँ काउ लिफ्टिङ लिएर गइरहेछौँ। अब गाई कसरी उठाउने हो त्यसको तरिकाहरू हामी सिकाउँछौँ है। हामी चाहिँ फाइनल्ली गाई नउठ्न सकेको ठाउँमा चाहिँ आइसक्यो गाइज। यहाँको दृश्य यस प्रकारको छ। उचालेर अनि माथि उक्लिनुहरू कहाँ जान्छ जान्दै नापौँ न।
फाइनली गाइस हामी चाहिँ यहाँ गाईलाई स्लाइन लाउने कार्यक्रम चलिरहेछ हामीलाई यस्तो तरिकाले चाहिँ गाईलाई उठायौँ होइन हाम्रो शिवहरी मिश्र दाजु